बालगायक अशोक दर्जीको जीवन कथामा आधारित फिल्म मन बिनाको धन आजबाट 2 करोड क्लबमा प्रवेश गर्दै सफलताको यात्रातर्फ अघि बढेको छ। पहिलो सातामा 1,67,23,224 रुपैयाँको व्यापार गरेको फिल्मले रिलिजको 8औं दिनसम्म बक्स अफिस कलेक्सन 2 करोड नागेको देखिन्छ। जारी 2 र परान जस्ता दुई ठूला फिल्मको कडा प्रतिस्पर्धा बीच पनि मन बिनाको धनले उत्कृष्ट प्रदर्शन गरिरहेको छ। नेपालसँगै कतार, युएई र बहराइनमा समेत फिल्मको हाउसफुल सो भइरहेको रिपोर्ट आएको छ। गत बिहिबारदेखि कतारमा प्रदर्शन सुरु भएको फिल्मले बिहिबार र शुक्रबार दुवै सो हाउसफुल बनाउँदै नयाँ रेकर्ड कायम गरेको छ। कतारमा 2 सो नै हाउसफुल हुने पहिलो नेपाली फिल्म बनेको वितरकहरूले बताएका छन्। युएई र बहराइनमा पनि व्यापार निकै राम्रो रहेको वितरकहरूको भनाइ छ। नेपालमा प्रदर्शनको पहिलो दिनदेखि नै अधिकांश हलमा हाउसफुल सो दिँदै आएको फिल्मले दर्शकको मन जितिरहेको छ। अशोक दर्जी र राम सरको भूमिकामा देखिएका नवनायक रमेश विश्वकर्मालाई पनि दर्शकहरूले भेट्दा रोइरहेको र अङ्गालो मारिरहेको दृश्य सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ। स्कुले विद्यार्थीदेखि उनीहरूका अभिभावकसम्म फिल्म हेरेर रुँदै हलबाट निस्किएको दृश्यहरू पनि सार्वजनिक भएका छन्। टङ्क बुढाथोकीले फिल्मको सो कम भएका कारणले धेरैले टिकट नपाएको पनि गुनासो गरिरहेका छन्।